Please one subscribe, okay? के अरे प्योर लोकल रक्सी हजुर बनाउने नेपाली ब्रान्डको चाहिँ रक्सी बनाउने यो प्रविधि हो गोर्खामा गोर्खामा हजुर अनि अब के भन्छ फेरि आफूलाई नि थाहा छैन कि यो भाँडाको नाम के भन्छ भनेर अब यो चाहिँ यहाँ भित्र हुन्छ मेन खानेकुरा चाहिँ त्यहाँ हुन्छ भित्र हुन्छ लगभग यो 10 पानी 11 पानी अब कतिमा निकाल्नुहुन्छ उहाँहरूले ए त्यो पानी चाहिँ कसरी थाहा हुन्छ होइन यही हाल्ने हो नि त जति पानी हाल्यो त्यति पानी हाल्यो अब तात्छ नि यो तातेपछि फाल्यो अनि एक भयो ए अनि त्यसपछि फेरि 3 पानी भन्छ नि त्यो भनेर चाहिँ यो 3 पटक गरेर फालेर निकाल्ने हो अनि जति छिटो निकाल्यो क्वान्टिटी कम हुन्छ त्यो कडा हुन्छ कि जति धेरै पानी बन्यो अनि त्यो चाहिँ अब कस्तो हुन्छ भने त्यो रक्सी कति मिठो भन्ने कुरा चाहिँ यसको त्यो के अरे क्वालिटीमा नि भर पर्छ के